गरिब भन्छ पैसा हुनु नै खुसी हो, अन्धो भन्छ हेर्न सक्नु नै खुसी हो, बिरामी भन्छ बाँचिरहनु नै खुसी हो, एक्लो भन्छ कोही साथमा हुनु नै खुसी हो, व्यस्त भन्छ आराम पाउनु नै खुसी हो, निद्रा नलाग्ने भन्छ एउटा राम्रो निद्रा नै खुसी हो। तर तिमीलाई के लाग्छ, खुसी भनेको के हो? जीवनको भिडभाडमा हामी सबै दौडिरहेका छौं, कसैले पैसाको पछाडि, कसैले माया खोज्दै, कसैले समय खोज्दै, तर सबैको लक्ष्य एउटै छ, खुसी। तर अचम्म के छ भने हामी सधैँ त्यही कुरा खोज्छौं जुन हामीसँग छैन। हामीले जे पाएका छौं त्यसलाई सामान्य ठान्छौं र जे पाएका छैनौं त्यसलाई सपना बनाउँछौं। एकछिन रोकिने हो भने थाहा हुन्छ खुसी कुनै टाढाको गन्तव्य होइन, यो त यही अहिले सानो सानो कुरामा लुकेको छ। सास फेर्न सक्नु, आफ्नो मान्छेसँग दुई शब्द बोल्न पाउनु, थकित शरीरलाई आराम दिन पाउनु, यी सबै नै त खुसीका रूप हुन्। तर हामीले कहिले ती कुरा गनेका छौं? हामीले कहिले आफूलाई सोधेका छौं म वास्तवमै के कुरामा खुसी छु? सायद खुसी भनेको सबै कुरा पाउनु होइन, जे छ त्यसलाई महसुस गर्न सक्नु।